हजुर साथीहरू, तपाईले यहाँ पोस्टरमा देखिरहनु भएको छ एकजना नेपाली युवा निकेश आचार्य यहाँको ओहायो राज्यको पिकरिङटन भन्ने ठाउँबाट कोलम्बसको नजिकै त्यहाँबाट आज रातिदेखि हराउनु भएको छ। अहिले लगभग हराएको 24 घण्टा भइसकेको अवस्था छ र अब उनलाई निकेश आचार्यलाई कसैले पनि देख्नु भएको छ भने कहीँ पनि सूचनाहरू सम्पर्क केही छ भने खबर गरिदिनको लागि समुदायले पनि परिवार सदस्यहरू उनका आफन्तजन सबैले अनुरोध गर्नुभएको छ र यहाँलाई फेरि पनि यो मिसिङ नोटिस हेर्नको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। निकेश आचार्य श्रीमती र 2 जना सन्तानसहित बसिरहेका एउटा पारिवारिक मान्छे थिए र परिवार सदस्यको भनाइअनुसार पनि उनको परिवारमा कुनै पनि वाद विवाद थिएन। हिजो राति अर्थात् चाहिँ मार्च 24 तारिक मंगलबारको दिन राति उनी चाहिँ 12:30 बजे रातको समयमा कार ड्राइभ गरेर बाहिर निस्केको भनेर चाहिँ बुझिएको छ र उनको कार चाहिँ लास्ट टाइम कुनै त्यहाँको एउटा चाहिँ त्यो हुबर रिजर्भोयर इन वेस्टरभिल भन्ने ठाउँमा चाहिँ ओहायोकै वेस्टरभिल भन्ने ठाउँको चाहिँ हुबर रिजर्भोयरको छेउमा देखिएको भनेर पनि भनिएको छ सीसीटीभी क्यामेरामा। अब प्रहरीले अन्य कहाँ उनी पुगेको कारहरू उनको कार गएको देखिन्छ त्यो कुराहरू ठाउँ ट्र्याकिङ पक्कै पनि गरेर निकाल्ला। तर घटनाक्रम अनुसार चाहिँ के भयो त भने 12:30 बजे उनी यसरी निक्लेर हिँडिसकेपछि रातिको 3:30 बजेसम्म पनि उनी घरमा आएनन्। घरमा उनी नआएको थाहा पाए परिवार सदस्यहरूले, उनी गएको कसैले पनि थाहा पाएनन्। छिमेकीको सीसीटीभी क्यामेरा हेर्दा मात्रै 12:30 बजे निस्केको जस्तो देखियो, तर त्योभन्दा अगाडि नै सुतिसकेका घरका परिवार सदस्यहरूले उनी निस्केको पनि थाहा पाएनन्। अनि 3:30 बजे घरमा कोठामा नभइसकेपछि अनि के भयो कसो भयो भनेर हेर्दाखेरि चाहिँ उनी फेला परेनन्। फेला नपरिसकेपछि बिहानदेखि यताउता समुदाय प्रहरी सबैलाई हारगुहार हुन थाल्यो, सोधी खोजी सबै हुन थाल्यो। त्यसरी चाहिँ आज दिनैभरि ओहायो क्षेत्रको समुदायले त्यहाँ चाहिँ कोलम्बस एरियाका जनप्रतिनिधि, त्यहाँको सिटी काउन्सिल मेम्बर भुवन प्याकुरेल लगायत सम्पूर्ण शक्ति व्यक्ति सबैको प्रयोग भयो, तर आज अहिलेसम्म उनी भेटिएका छैनन्। यो समाचार बनाउँदाखेरि रातिको पूर्वीय समय अनुसार चाहिँ 12 बजिसकेको छ। अब विभिन्न प्रहरीको ठाउँहरू, यो आइस डिपार्टमेन्टको ठाउँहरू यताउता सबैतिर पनि बुझ्ने कामहरू भएको छ। तर अब रिजर्भोयरको छेउमा पानी ड्यामको छेउमा उनको कार किन गयो, कसरी गयो, त्यहाँ कसरी सीसी क्यामेरामा फेला पर्यो भन्ने कुराले चाहिँ अलिकति रहस्यमय जस्तो पनि देखिएको छ। यद्यपि अब उनी 11 वर्ष अगाडि नेपालको उर्लाबारी घर भएका उनी चाहिँ अमेरिका आएका, विद्यार्थी भिसामा अमेरिका आएका भनेर भनिएको छ। उनले घरबाट निस्किँदाखेरि चाहिँ आफ्नो वालेट भयो, त्यस्तै चाहिँ आफ्नो चाहिँ फोन भयो, आफ्ना पर्सनल सामानहरू केही पनि नलगेको। त्यो कारणले गर्दा पटक फोन गर्दा कम्युनिकेसन गर्दा पनि अब सम्भवै भएन। उनसँग फोनै नभइसकेपछि कसरी सम्पर्क गर्ने हैन, त्यो पनि चाहिँ एउटा समस्या नै भयो। यदि फोन भइदिएको थियो भने फोनबाट जीपीएस ट्र्याक पनि हुन सक्थ्यो। अब उनले चलाएको कार चाहिँ तपाईको 2018 को डार्क ग्रे टोयोटा RAV4 कार रहेछ हैन, र ओहायोको नम्बर प्लेट अनुसार चाहिँ KDP 7492 नम्बरको त्यो कार रहेछ, जुन चाहिँ इन्फर्मेसन यहाँ पनि छँदैछ। र अब त्यो कार चाहिँ कहाँ कुद्यो भन्ने कुराको सायद टेस्लाको जस्तो त्यसको जीपीएस लिन त सकिँदैन होला, तर यदि कुनै च्यानलबाट कुनै माध्यमहरूबाट स्याटेलाइटबाट अथवा कहीँबाट यो कार कुदेको डिरेक्सन पत्ता लगाउन सक्यो भने चाहिँ सायद उनी कहाँ गएर ओर्लेका थिए भन्ने कुराहरू पत्ता लाग्न सक्ला। तर पनि अहिलेसम्म चाहिँ यो घटना एकदमै रहस्यमय बनेको अवस्था छ। यहाँ समाचार अनुसार र जानकारी पारिवारिक सदस्यहरूबाट जानकारी भए अनुसार चाहिँ उनी लामो समयसम्म नर्थ डाकोटामा इन्जिनियर काम गरेर 2 वर्ष अगाडि मात्र ओहायो राज्यमा सरेका रहेछन् र एउटा छोरा र एउटा छोरी पनि उनका चाहिँ बच्चाहरू पनि छन्। उनको खोजीको लागि उनका सहोदर दाजु पनि अमेरिकामै भएकोले अहिले कोलम्बस ओहायो पुगिसकेको भनेर खबर आएको छ।
र पारिवारिक सदस्यहरूसँग थप जानकारीहरू लिने र यो खोजी कार्यलाई चाहिँ स्थानीय प्रशासन लगायत सबैतिर सुरक्षाकर्मी सबैतिर चाहिँ जारी गरिएको छ र अहिले चाहिँ अब यो मिसिङ नोटिस समेत आइसकेको अवस्था छ। त्यसले गर्दा यदि कसैले पनि उनलाई देख्नुभयो, जान्नुभयो, बुझ्नुभयो अथवा चाहिँ निकेश आचार्यको कोही तपाईहरु साथीभाइ हुनुहुन्छ भने तपाईहरुबाट पनि केही जानकारी गराइदिनु होला। यो पिकरिङटन पुलिस डिपार्टमेन्टको चाहिँ 6145756911 नम्बरको टेलिफोन नम्बरमा चाहिँ सम्पर्क गरिदिनु हुन अनुरोध पनि गरिन्छ। र 28 वर्षका निकेश भाइले त्यस्तो आफैलाई हार्म गर्ने कुनै पनि काम नगर्नुस्। यदि भाइले पनि यो कहीँबाट सुन्दै हुनुहुन्छ भने यदि त्यस्तो केही भएको नहोस् त्यो पनि हामी चाहिँ कामना गर्न चाहन्छौँ र उहाँको सकुशल फिर्तीको लागि पनि हामी चाहिँ प्रार्थना गर्न चाहन्छौँ। र त्यहाँ चाहिँ जनप्रतिनिधि भुवन प्याकुरेलजी लगायतको समुदायले जुन प्रयास गरिरहेको छ त्यो प्रयास पनि एकदम सफल हुन सकोस्। तपाईहरुले त्यहाँ राम्रो काम गरिरहनु भएको देखिएको छ।